डायबिटिज अथवा चिनी रोग अथवा सुगर शरीरमा इन्सुलिनको असन्तुलनका कारण हुने रोग हो, जसले रगतमा चाहिँ चिनीको स्तरलाई बढाइदिन्छ। आयुर्वेदमा यसलाई हामी प्रमेह भनेर चिन्छौँ। यसलाई प्राकृतिक तरिकाबाट अथवा आयुर्वेदिक तरिकाबाट यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ। आयुर्वेदिक दृष्टिकोणमा भने यो प्रमेह चाहिँ कफ दोषको असन्तुलन र अग्निको कमजोरीका कारण हुन्छ। यसमा चाहिँ त्रिदोषलाई नै सन्तुलनमा ल्याउने खालका उपायहरू अपनाउनु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। आयुर्वेदमा औषधि सँगसँगै पञ्चकर्म बस्तीकर्म विधिहरूको माध्यमबाट पनि शरीरको विषाक्तता नै हटाएर पाचन अग्निलाई चाहिँ सुधार्ने काम गरिन्छ। शारीरिक र मानसिक सन्तुलनका लागि ध्यान गर्ने, योग गर्ने, प्राचीन उपचारका विधिहरूलाई अपनाउने पनि एकदम महत्त्वपूर्ण विधि हो। आयुर्वेदमा विशेष औषधिहरूको आयुर्वेदिक चिकित्सकको परामर्शमा मात्र रहेर यसलाई मधुमेहलाई चाहिँ नियन्त्रण गर्न सकिन्छ औषधिको माध्यमबाट पनि। यी औषधिहरूको प्रयोगले चाहिँ शरीरमा चिनीको स्तरलाई नियन्त्रण गर्न, यदि अन्य कुनै अन्डरलाइङ कज छ भने तिनीहरूलाई पनि ट्रिटमेन्ट गर्न र शारीरिक सन्तुलन कायम गर्न चाहिँ यिनले मद्दत पुर्याउँछन्। त्यसैगरी आयुर्वेदमा सन्तुलित आहारको महत्त्वपूर्णता एकदम बढी छ। पाचन सुधारका लागि हल्का र सात्विक भोजनको सेवन गर्नुपर्छ, जसले शरीरलाई प्राकृतिक तरिकामा चाहिँ उपचार गर्न धेरै ठुलो सहयोग पुर्याउँछ। समग्रमा भन्ने हो भने आयुर्वेदले केवल औषधिको मात्र सहारा लिँदैन अथवा औषधिले मात्र उपचार गर्दैन, बरु जीवनशैली र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ, जसले मधुमेहलाई लामो समयसम्म नियन्त्रणमा राख्न, कहिलेकाहीँ सन्चो नै भएर जान पनि मद्दत गर्छ। तपाईलाई मधुमेहबारे परामर्शहरू चाहिएको छ अथवा मधुमेहबारे आयुर्वेदिक परामर्श खोजिराख्नु भएको छ भने हामीलाई पुरानो बानेश्वर भीमसेन गोला चोकमा आएर भेट्न सक्नुहुन्छ। पुनायु आयुर्वेद हस्पिटल।